लाइटर लियो एउटा प्लेटमा खालफुल पनि राख्न यहाँ त भिडियो बनाइदियो भिडियो ब्लगै हो अब बिर्केस टिभी एउटा समाउने मामु छोरा पनिर कसरी बस्छ ओ तुमसे ना हो पाएगा अगाडि हात चार पुग्छ नि घोप्रो मार्न कान्छी लाइटर दादी Happy birthday to you. Happy birthday to you, Sola auntie. Happy birthday to Sola auntie lai. Happy birthday. ल अब कुन चाहिँ काटौँ पहिला भिडियो बनाएको छु है मैले यस्तो भिडियो बनाएको छु ल अर्को चक्कु दिनु न ओके म फोटो कसरी खिच्ने भिडियो कसरी बनाउने त दुईटा एकैचोटि ल्याउनुहोस् अलिकति छुट्याउँ अलिकति छुट्टाएर एउटा कागज ल्याउनुहोस् ल बाबु बस्नुहोस् ल खानु हालेको मम्मी यो आमाहरूको जान्छ 10 रुपियाँ पैसा त्यहाँ मलाई पनि 10 रुपियाँ दिनु म पैसा ल्याएर एउटा टालो चिरञ्जीवी हुनु विश्वास आइगोस् कति हो यहाँ बस्छ ओ ल सधैँभरि कमाएको यिनलाई नै छ सधैँभरि कमाएको पैसा यिनलाई त छ त ल निरोगी हुनु खुसी हुनु काट त उदोबाट खिचाछु के खिचाछु अर्को फेरि गर न गर्न खाइदिएन अरे यसलाई आजले फेसबुक हेरेन होला त नमस्कार ओम भूम भुवा स्वा भन्नु न अब राम्रो होस् सुख शान्ति होस् समृद्धि होस् ल मैले लत्ता कपडा हो पैसा नमस्ते गर ढोका लाग्यो हुन्छ अच्छा मासु केक सिर्केस तिमी यो देऊ ल मामुले यो देऊ टिका लाएर देऊ टिका लाउँदै रहेछ समातेर फिर्ता गरेर फेरि देऊ लगाइदेऊ एउटा लगाइदेऊ टिका मलाई त गिफ्ट दिनु पर्छ केही दिएर म त लडी पनि गर्ने कति राम्रो हात हेर्नु के गिफ्ट दिनु होला त केक खाइदेऊ एकछिन नमस्कार गर लडीबुडी गर्नु नमस्ते लडीबुडी गर्नु निकालेर देऊ न हो त्यो त्यो यहाँको चाहिँ झिकेर देऊ न एउटा यहाँको यो देऊ देऊ हो खाइदेऊ दुई हातले हो अनबक्सिङ हानिहाल्नु न अनबक्सिङ खोल्नु गिफ्ट हेर्नु त यहाँ गिफ्ट हेर बेले अङ्कलको गिफ्ट है अब के हो यो औँठी हो कि हजुर तपाईँ के काट्नु हो एकछिन मम्मी नगर्नु न यता
गाडीको मेरेको मजाक उडायो मलाई मेरेको मजाक उडायो मलाई हेर हेर केही भएन के त सरप्राइज छ के त सरप्राइज छ के त सरप्राइज पाउजु ए अनि ल हेर भाउजू ल हेर पाउजु यता पाउजु हाम्रो चाहिँ आन्टीको बर्थडे मनाउँछ स्पेशल वाला छ रे के यत्रो गिफ्ट पाए पैसा पाए अरू के भन्नु केही बहुत खुसी लाग्यो एकदम रमाइलो लाग्यो ए मेरो चम्चा दिनुस् त ए यहाँ कान्छाले दिन्छ होइन यो खाने अब कान्छीले मात्रै होइन त अब यता गर्छु है त ए बानी खान थालिसक्नु भयो है मानी खाँदै हुनुहुन्छ बुढाहरूले सबै सेर्ने हुन् कि फेरि थोरै थोरै दिनु थोरै थोरै बल्ल खाँदैछौँ होइन ए हातैले हजुर ल चम्चा छ त यहाँ बेला कर हजुर तपाईँ पाउनावाला खाने मलाई जुन दिए पनि खुवाऊ। गाईले यस्तो एटेट फुटेट खान लाग्छ यो त मलाई पनि त्यही भएर र गाइस म चाहिँ यता रमजान्टीको घर छु होइन सबजना तपाईँहरू चाहिँ अचम्मित हुनुभयो होला होइन कि म यहाँ रन्जु आन्टीको घर चाहिँ कसरी आयो भनेर हिजो चाहिँ बर्थडे मनाएको थियौँ गाइस अनि पछि खिच्नै मन लागेन होइन देन हो अब कहाँ म त्यस्तो मैले पाउँदिनँ अनि अहिले भर्खरै म यहाँ आएको छु होइन गाइस यहाँ यी यस्ता टिकटकर छन् गाइस यहाँ यस्तो एकदम कस्तो भ्यू यहाँ यस्तो राम्रो भ्यू आयो गाइस यहाँ एउटा बादल निस्क्यो त्यो क्या राम्रो भ्यू आयो होइन गाइस यस्तो अह क्या मजाले चिया खाएर यता आउनुपर्छ गाइस कति ऊ स्माइल आउनेहरू फेर्छु क्या भन र गाइस हामी चाहिँ होइन यहाँ रन्जन्टीको आएको छौँ होइन पुरा भर्खरै यहीँ पूजा भयो गाइस यहीँ पूजा भयो अङ्कलले गाइस मलाई ल्याइदिनु भयो अङ्कल गाइस अङ्कल यस्तो मान्छे हुने होइन पहिला आफ्नो कोठा लाउनु भएन नजानु भन्नु म सुतेको थिएँ अनि पछि जरेक जुरुक उठाएर मलाई लिएर आउनु खिच्यो ठ्याक्कै भयो खिच्यो बिर्गेसको रित्तै लगाइस हामी सबजना चाहिँ यस्तो लगाइस हामी चाहिँ सबजना चाहिँ जान लागिसक्यौँ होइन ल आयो ल खै दाएर यस्तो जानु भाइ यस्तो जानु पुरा अब चाहिँ हामी निस्किनु ल बिस्तारै पुरा यस्तो भ्यू होइन गाइस पुरा फ्ल्यास लाइट बाल्नुपर्छ होइन गाइस यस्तो अँध्यारो छ पुरा होइन के सिक्यो गजब बेइज्जती है निस्किन्छौँ होइन बिर्केस छ बिर्केस बिर्केसलाई चाहिँ होइन गाइस ठस्काउनु पर्छ यसरी टङ गरेर ठस्काउनु पर्छ ओइ यो दाइलाई लाइक नै गरिदिनु गाइस
यहाँ मोर्चा भयो ल यहाँ अगाडि जान्छ अरे बाइकहरू आइसक्यो बाइकहरू आइसक्यो भने गाइज अब चाहिँ हामी एकछिनमा चाहिँ जान्छौँ होइन अब यहाँतिर बाइक ल बसेको घर जम्मे दिदी घर अनि मेन बाटो हो पहिला उहाँ माथि बसेको चाहिँ पछि चाहिँ यहाँ सधैँ बसेको त्यो जम्मे दिदी घर ल गाइस कालो आएको छ कि गोरो आएको छ केही थाहा छैन होइन तर हामी चाहिँ आइसक्यौँ होइन यहाँ ल गाइस हामी चाहिँ आइसक्यौँ होइन यहाँ चाहिँ बल्ल चढी राम्रो देख्यो जस्तो लाग्यो होइन मलाई यस्तो गरेर बोलौँ होइन पुरा भाइ नि छैन गाइस भाइ भन तल रन्जु आन्टीको घर जस्तो लाग्यो तिमीलाई क्याउ न लामो ला ल इष्टकोट आफ्नै काटिए छोरालाई भोटो यस्तरी चिच्याएर भन है जोड्ने छ भन हामीले हुन्छ त नपरो बोलौँ के हामी त्यस्तो ओ आन्टीहरू नि आइहाल्नु फुलवालाई भने अरे के हामी त्यस्तो घरमा पनि फुलबा हुन्छ रिसर्च पुरानो भने होइन रिसर्च पुरानो भने ल है ल बाई बाई ल बाई 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 म चाहिँ घर आइसक्यो होइन कति बजिसक्यो होइन कति 9 बजिसक्यो होइन गाइज हामी चाहिँ घर आइसक्यौँ अब चाहिँ भ्लग चाहिँ एन्ड गर्छु होइन म गाइज हिजो होइन मम्मी आन्टीको बर्थडे हिजो आन्टीको बर्थडेको नि खिचिया छ त्यसपछि आज रन्जु आन्टीको नि खिचिया छ त्यो भएर अब यो भ्लग चाहिँ म एन्ड गर्छु यदि तपाईँहरूले यो भ्लग राम्रो लाग्यो भने के भन्नु भएन होइन लाइक गर्नु सेयर गर्नु अनि सब्सक्राइब गर्नु तरिका भिख माग्ने का अनि म भेट्छु तपाईँहरूलाई अर्को भ्लगमा